पर्खिनुहोस् है, कमेन्ट गर्न हतार नहुनुहोस्। तपाईँ हामीले गरेको कमेन्टको कुनै पनि भ्यालु छैन साथीहरू। तपाईँलाई सुन्दाखेरि अलिकति नमजा लाग्यो होला, हो तपाईँले सही नै सुन्नुभयो। तपाईँ हामीले गरेका कमेन्टको भ्यालु बढाउनको लागि के गर्ने त? आजको भिडियोमा मैले तपाईँलाई यस्ता केही कुराहरू भन्छु। जुन ठाउँमा तपाईँले चाहिँ कमेन्ट गर्नुहुन्छ त्यहाँबाट मान्छेले गुटुङटुङ तपाईँ प्रोफाइलसम्म पुग्ने टाइपका कमेन्टहरू हामीले कसरी गर्ने त? मैले जानेको कुराहरू तपाईँलाई सेयर गर्नेछु। तपाईँहरूले भिडियो अन्तिमसम्म हेरेर सिकेर बुझेर जानुहोस् है। आज तपाईँले यस्ता स्टिकरहरू दिनुहुन्छ भन्दा यिनी स्टिकरहरूको पनि कति भ्यालु छ, अथवा चाहिँ काम छ कि छैन, अथवा चाहिँ के गर्छ यस्ता स्टिकरहरूले हामीलाई गर्ने असर, अथवा चाहिँ भनौँ न हामीलाई केही फाइदा छ कि छैन, यो पनि जानकारी गराउँछु है। अब सबैभन्दा पहिला के गर्नु पर्यो त भन्दा साथीहरू, तपाईँ हामीले बुझ्ने कुरा भने के छ त भन्दाखेरि सामाजिक सञ्जाल अहिलेको हाम्रो सोसियल मिडियामा हामीले देखाएको प्रेजेन्टेसनलाई मान्छेहरूले जज गरेर हाम्रो व्यक्तित्वमाथि चाहिँ उनीहरूले त्यसरी नजरअन्दाज गर्छन् अथवा त्यसरी हेर्छन्। अब हामीले जो पाए त्यही फोटो भिडियोमा गएर, जो पाए त्यही ठाउँहरूमा गएर, जे पाए त्यही कमेन्ट गरेपछि के हुन्छ भने त्यहीँबाट मान्छेले जज गर्छन् क्या साथीहरू। त्यही भएर सबैभन्दा पहिला हामीले जे पाए त्यही, जुन ठाउँ पाए त्यही ठाउँमा जे पाए त्यही टाइपको कमेन्ट चाहिँ गर्न बन्द गर्नु होला। ब्याड कमेन्ट गर्नु तपाईँले चाहिँ छोड्नु होला, किनभने त्यसले तपाईँको व्यक्तित्वमाथि तपाईँ व्यक्तित्व जनाउने गर्छ, तपाईँले बोलेका कमेन्ट, तपाईँले लेखेका तिनी अक्षरहरूले है। एक नम्बरमा यो। अब दुई नम्बरमा हामीले हाम्रो भ्यालु कसरी बढाउने अथवा चाहिँ कमेन्टको भ्यालु कसरी बढाउनु त भन्दा साथीहरू, धेरै साथीहरूले कमेन्ट गर्नुहुन्छ तर हतारमा कमेन्ट गर्नुहुन्छ क्या। जस्तो स्टिकरहरू दिएर जानुहुन्छ, यिनी स्टिकरहरूले तपाईँलाई चाहिँ मान्छे कसरी चिनाउने कामै भएन होइन। अनि त्यस पछाडि पोस्टमा एउटा कुरा भनिएको हुन्छ, तपाईँले अर्कोतिर गएर लेखिदिनुहुन्छ, अथवा चाहिँ तपाईँको मनमा लागेका कुराहरू जे पाए त्यही लेखिदिनुहुन्छ क्या। त्यो पोस्टसँग रिलेटेड लेख्नुहुन्न। तपाईँहरूले रिलेटेड टाइपको कमेन्टहरू तपाईँले चाहिँ गर्ने बानी गर्नु पर्यो साथीहरू। अलिकति सकिन्छ भने भिडियोलाई 2-4 मिनटको भिडियो छ भने कम्ती पनि 1-2 मिनट भिडियो हेरेर तपाईँले चाहिँ त्यो भिडियोको अलिकति हेर्न यता थाहा हुन्छ नि त होइन। त्यो भिडियोसँग रिलेटेड टाइपको कमेन्टहरू गर्नु पर्यो। त्यति गरिसकेपछि के हुन्छ त भन्दाखेरि, ओहो यतिको कमेन्ट गर्ने मान्छेको प्रोफाइल कस्तो रहेछ त, एकपल्ट पुगौँ भने त्यहाँबाट कमेन्टबाट पनि धेरै साथीहरू जोडिनुहुन्छ साथीहरू। यो मैले अनुभव गरेको कुरा। धेरै मान्छेले कमेन्टबाटै धेरै ठाउँहरूमा चाहिँ फलोवर्स बढाएको मैले देखिरहेको छु साथीहरू है। गाह्रो चाहिँ छैन, तर तपाईँले चाहिँ अलिकति भनौँ न हतारमा कमेन्ट गर्ने बानी छ भने यसलाई बन्द गरेर तपाईँको भ्यालु पनि बढाउनुहोस्। तपाईँको कमेन्टबाट तपाईँको व्यक्तित्व पनि झल्किन्छ, तपाईँको पर्सनालिटी सबै कुराहरू त्यहाँबाट तपाईँले चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। तपाईँले त्यसरी गर्नु होला साथीहरू है। हजुरलाई भिडियो कस्तो लाग्यो, मैले भन्दा धेरै लामो बनाएँ, तपाईँले यति भनेपछि बुझ्नुहुन्छ। अहिलेसम्म सायद यो भिडियो पनि हेर्नु भएन होला कति साथीहरू त सुरुमै जानुभयो होला। ठिक छ, हेर्ने साथीहरू तपाईँले यसरी गर्नु होला साथीहरू है त। यति जानकारी गराएँ मैले तपाईँ।